नेपाल प्रहरीको स्थापना कसरी भयो? आज हामी जुन नेपाल प्रहरी देख्छौं यसको इतिहास 100 वर्ष पुरानो छ। पृथ्वीनारायण शाहको पालोदेखि राणाकालको सुरुवाती समयसम्म नेपालमा प्रहरी र सेना भन्ने छुट्टा छुट्टै निकाय थिएन। सिपाहीहरूले नै युद्ध लड्थे र तिनै सिपाहीहरूले नै गाउँ घरमा झै झगडाहरू मिलाउँथे। नेपालमा प्रहरी संगठनको वास्तविक बिउ जङ्गबहादुर राणाले नै रोपेका थिए। विक्रम सम्वत 1921 तिर उनले तराईका जिल्लाहरूमा शान्ति कायम गर्नका निम्ति मिलिसियाको व्यवस्थापन गरे। यो नै नेपालको इतिहासमा सुरक्षाका लागि बनाइएको पहिलो टोली थियो। यसको झण्डै 50 वर्षपछि चन्द्र शमशेरको पालामा विक्रम सम्वत 1971 मा काठमाडौँमा चन्द्र पुलिस स्थापना गरियो। त्यसबेला प्रहरीको काम अचम्मको थियो। उनीहरू राति लालटिन बोकेर शहर घुम्थे र चोर डाकाबाट जनतालाई जोगाउँथे। तर त्यो बेला प्रहरी जनता प्रति भन्दा पनि राणाहरूको आदेशप्रति बढी वफादार हुन्थे। 2007 सालमा जब राणा शासन ढल्यो नेपालमा एउटा ठूलो अन्यल छायो। एकतिर राणाहरूका पुराना सुरक्षाकर्मीहरू थिए, अर्कोतिर कांग्रेस नेतृत्वमा लडेको मुक्ति सेनाका लडाकुहरू। अब यी दुवैलाई मिलाएर एउटा राष्ट्रिय प्रहरी बनाउन एकदमै ठूलो चुनौती थियो। यहाँनेर राजा त्रिभुवन मोहन शमशेर जो तत्कालीन समयमा प्रधानमन्त्री र बीपी कोइराला जो तत्कालीन समयमा गृहमन्त्री हुनुहुन्थ्यो, उहाँहरू सहितको संयुक्त सरकारले एउटा ऐतिहासिक निर्णय गर्यो। उनीहरूका ती सबै शक्तिहरूलाई समेटेर रक्षा दल बनाए। यही रक्षा दल नै पछि गएर आजको नेपाल प्रहरी बन्यो। विक्रम सम्वत 2007 साल चैतमा तोरण शमशेर जबरालाई नेपालको पहिलो प्रहरी महानिरीक्षक यानी कि आईजीपी मा नियुक्त गरियो। पुरानो सैन्य ढाँचा र नयाँ लोकतान्त्रिक सोचलाई जोड्ने काम गरे। प्रहरीलाई एउटा छुट्टै पोसाक, अनुशासन र मर्यादा दिने काम यही समयदेखि तीव्र हुन थाल्यो। राजा महेन्द्र र 2012 साल पछिको कानून प्रहरीलाई कानूनी रूपमा बलियो बनाउने काम भने राजा महेन्द्रको पालामा भएको थियो। विक्रम सम्वत 2012 साल असोजमा प्रहरी ऐन जारी भयो। यसले प्रहरीलाई राजा वा नेताको व्यक्तिगत इच्छामा होइन कानूनको परिधिमा रहेर काम गर्न शक्ति दियो। त्यही दिनको सम्झनामा आज पनि हामी प्रहरी दिवस असोज महिनामा मनाउने गर्दछौँ। त्यसैले नेपाल प्रहरीको इतिहास कुनै एउटा पार्टी वा एउटा राजाको मात्र होइन, यो त जङ्गबहादुरको अनुशासन र बीपी कोइरालाको लोकतान्त्रिक भिजन र राजा महेन्द्रको कानूनी ढाँचा र तोरण शमशेर जबरा जस्ताका प्रशासकहरूको मेहनतको एउटा साझा सफल हो।